भिडियो मन्दिरको हैन मन्दिरको ल हाई गर्दिनु त कति रमाइलो हुन्छ यहाँ चाहिँ डाँडामा शीतल हुन्छ हैन धेरै राम्रो छ चाहिँ सानो बेबी रुममा आएर पूजा गर्ने कति रमाइलो छ मन्दिरमा गीत बजाएको छ भगवानको गीत बजिरहेको छ बच्चाहरू पनि खेलिरहेछन् रमाइलो छ पूजाआजा ध्यानहरू सन्तान नभएका मान्छेहरूलाई सन्तान प्राप्ति हुन्छ भन्छ क्या यहाँ चाहिँ रमाइलो छ यहाँ मान्छेहरू हल्ला गरिरहेछ धेरै रमाइलो छ कस्तो राम्रो म बोलेको धेरै सुनिँदैन होला म बोलेको धेरै सुनिँदैन तर चाहिँ साह्रै रमाइलो हो कति मिठो हावा लागेको वा कस्तो राम्रो गाउँ यहाँबाट चाहिँ काठमाडौँको 360 भ्यू देखिन्छ क्या यतातिर गोदावरी पऱ्यो गोदावरी के पर्छ त्यतिर खास नाम त थाहा छैन तर अति नै रमाइलो छ ओ तल कस्तो भिरो भनेको यार मन्दिर कस्तो राम्रो साह्रै राम्रो साह्रै म पनि माथि जान्छु ल केटाहरू जानु मिल्छ माथि यो जुत्ता खानु पर्दो रहेछ काठमाडौँको 360 भ्यूहरू देखिन्छ काठमाडौँ कस्तो मजाको देखिन्छ क्या एउटा भ्यू चाहिँ कुनैले केहीले छेकिँदैन एयरपोर्ट उ पारि छ केहीले पनि छेकिँदैन यहाँ चाहिँ एकदमै राम्रो छ यहाँ चाहिँ तपाईँहरू पनि आउने मन छ भने गोदावरीमा सातो बाटोबाट मात्र मेबी 10 मिनट होला राइडमा चिसा
ओके सरी Sorry. ओके मकै पनि चढाउँदो रहेछन् भगवान्लाई यहाँ हल्ला छ एकदमै हल्ला छ भिडले गर्दा उता पारेर पानी पर्दैछ उतारी झन्डा पार्क व्हाइट हाउस त्यहाँ पऱ्यो किर्तिपुर त हिँड्नु पऱ्यो पारि म भन्छ ऊ पारिदेखि घाम लाग्ने अब मान्छेको लाइन छ भिड कहाँ जानु पर्ला ओहो क्या मजा हावा लाग्छ यार एसी यस्तो छ तलबाट मान्छेहरू आउँदै हुन्छ यस्तो घुमेर यहाँ चाहिँ ठ्याक्कै यही सेपमा चाहिँ होइन तीनवटा डाँडा छ क्या एउटा यो भयो एउटा त्यो भयो तिनवटा कि चारवटा छ बज्रबारै उता भयो पूजाहरू गर्नुपर्छ मान्छेहरूले आमाले यहाँ के बेच्न राख्नु भएको छ मालाहरू बेच्न राख्नु भएको छ आमाले व्यापार त भइरहेछ आमा भिडियो खिचेको छु के हुन्न नि केही हुँदैन यता पनि मजाले फल के राख्नु छ मालाहरू श्रृङ्गार छ सन्तानेश्वर महादेवको जय पहिलो